1 करोडवटा बेलचा चल्दा कस्तो सुनिन्छ होला है? खड्याङ खड्याङ भन्नु त एकचोटि, खड्याङ खड्याङ भन्नु न तपाईँ, खड्याङ 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 भनिरहँ न, भनिरहँ, खड्याङ भन्नु न। कस्तो लजाको, देश बनाउने कुरामा लजाएर हुन्छ पत्रकार? खड्याङ खड्याङ भन्नु न, खड्याङ 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 है। 1 करोडवटा बेलचा खड्याङ खड्याङ चलाउँदा चीनको बेजिङबाट सुनिन्छ। अनि के गर्दैछ तिनीहरूले भनेर सेटेलाइटबाट हेरोस् न, हेर्दा त राम 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 र लो अब नेपालीहरूसँग सकिँदैन रहेछ भन्नुहोस् न। त्यो दिन हामीले नबनाउने, खालि म एमाले भनेको छ, म कङ्ग्रेस भनेको छ होइन, कुटाकुट गरेको छ, झगडा गरेको छ। के पायौँ हामीले? खोइ के पायौँ त हामीले खोइ के पायौँ त हामीले? यत्रो चाहिँ अहिले भर्खरै पनि 75 भन्दा धेरै युवाको ज्यान गयो होइन? त्यो तपाईँको चाहिँ रगतको टाटा सुकेको छैन नि, के अरे तपाईँको बाटोमा सुकेको छैन त होइन है? उहाँहरूको आमा के अरे बाबा रोइराख्नु भएको छ, उहाँहरूको तपाईँको आँसु सुकेको छैन। सिंहदरबार जलेको चाहिँ कालो टाटाहरू छ होला कि छैन? छ कि छैन त्यहाँभित्र? सर्वोच्च अदालत बनाइसक्यो कि छैन? फेरि सोध्छु, बोल्नुहुन्न। सर्वोच्च अदालत सुन्नु न, सर्वोच्च अदालत बनाइसक्यो भनेको छैन होइन? अनि त्यत्रो गरेर के पायौँ त हामीले? केही पो भएन। बरु मिलेर काम गरेको भए है। भोलि तपाईँ पनि हाम्रो श्रम संस्कृतिको प्रभावले होइन यस्तो बन्नुहुन्छ कि पत्रकारिता मैले 8 घन्टा गर्छु, 2 घन्टा चाहिँ ढुङ्गा बोक्नु जान्छु यार भन्ने हुन्छ। अलिक हाँस्नु नै। त्यो ढुङ्गा चाहिँ फेरि अरूको लागि बोक्ने होइन, देशको लागि क्या। यो मुलुकलाई उत्पादन र निर्माणमा चाहिँ देखिने गरी लानुपर्छ क्या। त्यसको लागि मैले धरानमा मात्रै बसेर होइन, केही सीमित मान्छेहरूसँग मात्रै श्रम गरेर है देश बनाउने भन्ने अभियानमा पसिना बगाएर मैले त्यहाँ थोरै एरियामा मात्रै गरेर हुँदैन भनेर अहिले पूर्वदेखि पश्चिमसम्मै हामी कुदिरहेछौँ र सबैतिर भइ पनि राखेको छ। पब्लिकले हामीलाई तपाईँको चाहिँ यो माटोले रुचायो भने, पब्लिकले रुचायो भने हामी अवश्य पनि त्यो ठाउँमा पुग्छौँ।